हल्का ल साथी आज हाम्रो आज यसो हल्का घुमघाम छ दाजुभाइको है गाईहरू आज लोसार पो हो त है बाबु लोसार पनि एकछिन हेर्दै आउनु साथी लोसारको 15 पुज अथवा लोसारको पनि तपाईँहरूले शुभकामना है त एकछिन हाम्रो यहाँ दाजुभाइको यसो हल्का घुमघाम हुन्छ अनि यो गुरुङहरूको लोसार पनि दाजुभाइहरूलाई गुरुङ दाजुभाइहरूलाई सबैलाई लोसारको शुभकामना अनि अहिले मेरो विचारमा त यो गुम्बा जो छ नि बाबु यो 2 नम्बर गुम्बा के रे 2 नम्बर गुम्बा के भने भन्छ बाबु त त्यहाँ त आज टन्नै होला जस्तो लाग्छ एकछिन नम्बर छ यता पनि एकछिन त्यहाँ जानु ओ होइन यहाँको बाबु 2 नम्बर गुम्बा यो गणेशस्थाननिर ए हुन्छ यो साइड नम्बर छ नि ए यहाँ ए सारदै घरको साडी के एउटा होइन बाबु यहाँ भन्दा उता माथि छ एउटा होइन सबभन्दा बेसी यहाँको बाबु है त्यहाँ अलि झाम पनि हुन्छ कहिले घर बनाउँछ के गर्नु होला त यो घाम पनि आज पनि यस्तै छ धुमाले छ साथीहरू यहाँ है चिसो त्यस्तै छ हौ के गर्ने कति बर्बाद होला घाम पनि गरेको छ नि यार 2-3 दिन भयो साथीहरू चिसो यहाँ हिटर लगाएर हिँड्नु परेछ गाडीमा चाहिँ झुक्किँदै चाहिँ हिटर लगाएर हिँड्नु छ आनन्द हिटर लगाएको छ कति भयो किन अनि ठिकै छ अलिकति धुमाइलो हुन्छ बाहिरको चिसो यहाँनिर यो अरूभन्दा पनि टिकोली जङ्गलको क्या भएको ए टिकोली जङ्गलको अरूभन्दा पनि बाटो अलिकति वाइड गरिदिएको है अनि ओभरटेक गर्नु पनि सकिन्छ त्यो एक्सिडेन्ट भएको भाइ फेरि के त्यस्तै अन्धा हाल्छ आफैले डर लाग्छ गाडी चलाउनु पनि साथीहरू अब के गर्ने यार आफै जोगिनुपर्छ यार अन्धा हाल्छन् है साथी हो अलिक ख्याल गर्नु होला ड्राइभ गर्दाखेरिमा एकदम चलाएको भएर हाल्नुपर्छ के गर्नु हाम्रो गाउँको 20 वर्षीय केटा हाम्रो गाउँको 20 वर्ष गाउँभन्दा अलिक परपट्टि गाउँको छेउकै गाउँको के गति गाउँको त्यसै भर्खरको यस्तो चाहिँ कताबाट हुन्छ यहाँ स्पिड लान्छ नि छेउमा पर्ने बित्तिकै सकियो हिजोमा माछा लिएर आउनु लाग्यो यताबाट ट्रकले ओभरटेक गरेर गएको म त बाइकै रोकेर बस्यो गाडी गरेर जोगिनुपर्छ ल है साथी एकदम जोगिनुपर्छ हेर त कहीँ छैन ओभरटेक गर्ने ठाउँमा हेर्नु त करिब कति 1 मिनटको काठीलाई भयो बाबु यो हेर त त्यो मोटरसाइकल हेर नि यो कस्तो गरेर हाल्यो खालि देख्यो कि ओभरटेक गरिदिइहाल्छ ओभरटेक गर्न आइहाल्छ कहिले काहीँ हामीलाई पनि फेरि जोस पनि आउँछ ओभरटेक गर्ने र तर त्यसरी जानु हुन्न है साथीहरू के गर्ने यार छोटो जिन्दगी छ साथीहरू यार अलिकति यसो मस्त तरिकाले बाँच्ने हो हुन्छ बाबु नेट फेरि यहाँ ल गाइज हो सौराको हात्ती आहा कति रमाइलो छ यार वाउ यस्तो संजोग वाह दामी यार सौराको हात्ती कस्तो छ अब भालेर सिक्यो है बच्चा है दामी रहेछ साथी हाम्रो सौराको हात्ती कस्तो लाग्यो हो अहिले फेरि ल गाइज है हाम्रो सौराको हात्ती हेर्नुहोस् है सौराको हात्ती यो सानो भाले नै रहेछ तँलाई जस्ट ट्रेनिङ गराउँदैछन् कि यहाँनिर यो ट्राफिक जाम हुने हुनाले अलिकति उयो गरे मात्रै हो मतलब ठ्याक्क त्यसलाई बिचमा हिँडाउँदैछ हिँडाउनु सिकाउँदैछ है साथी ल वाउ रियली भेरी गुड साथीहरूलाई हेर्नु त वाउ क्या दामी छ यार ओइ किन के भयो किन बाबु किन ए त्यसलाई अगाडि जानिदिएको ए उसलाई अगाडि ए हो ए ल ट्रेनिङ गराइसकेछ जस्तो लाग्यो दुइटै पाउँदैछ दाजुभाइ हामीहरू गैँडा ए हो
के गर्ने त हौ अब आज यहाँ छेउमै आएर त मजाले हुन्छ नि के गर्ने आज लोसार हामी यतातिर आएको साथी हो अहिले हामी करिब 10-15 मिनट जति यहाँ बस्छौँ अनि हामी रिटर्न हुन्छौँ है त फेरि रिटर्न हुन्छौँ तर के गर्नु हौ यहाँ त पुरै ऊ होला जस्तो छ त यार रेनफल होला जस्तो छ त ल हाम्रो आफ्नो कस्टमर छ है साथी आइया अस्ति नि डाँडा फाटेर चढाइ घुमाएर अब अझ दुखिरहेको छ म त ल बाबु यहाँ पनि लोसारको रोमान्च छ हो मेला छ यहाँ पनि है ल हेर्नु भिडभाड छ हो भित्र जान हुन्थ्यो पार्किङ गर्ने ठाउँ काहीँ पनि छैन अहिले भन्नै पर्छ अहिलेको समय एकता यहाँभन्दा दुईटा संस्थाको एकता भयो भनेर तपाईँलाई ठुलो वक्ताहरूले पनि भनिसक्यो एकता दुई ढङ्गमा छ भने हाम्रो धेरैको एकता छ हामी गुरुहरूको एकता अहिलेको आवश्यकता